नमस्कार सर। नमस्कार म्याम। सन्चै हुनुहुन्छ? हजुर सन्चै। आज हाम्रो कति दिन भयो बारिस्टरको? 25 दिनको यो बारिस्टर तालिमको समापन कार्यक्रम छ। हजुर। आज हामी विद्यार्थीहरूलाई समापन कार्यक्रममा चाहिँ हामीले विद्यार्थीहरूको मन्तव्य राख्दै हाम्रो जिल्ला होटल व्यवसायी सङ्घको सदस्यहरूबाट पनि हाम्रो 2-4वटा मन्तव्यहरू राख्ने पनि कार्यक्रम छ। हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँले सोध्न सक्नुहुन्छ के कस्तो उहाँहरूले यो 25 दिनभित्रमा सिक्नुभयो। हजुर हजुर। आज भनेपछि हाम्रो सनसाइन स्कुलबाट चाहिँ आज उहाँ विद्यार्थीहरूलाई चाहिँ बिदाई कार्यक्रम। हजुर, आज हाम्रो यो 25 दिने तालिम चाहिँ हाम्रो समापन कार्यक्रम आज राख्दै हाम्रो विद्यार्थीहरूले चाहिँ हाम्रो यो 25 दिनभित्रमा सिकेको कुराहरूलाई अब हाम्रो जिल्ला होटल व्यवसायी सङ्घबाट उहाँहरूले पनि यसो निर्देशनका लागि आएर उहाँहरूले पनि सोधपुछ गरेर हाम्रो विद्यार्थीहरूले के कस्तो सिक्नु भएछ भन्ने कुराहरू हामी जानकारी पनि लिँदैछौँ। धन्यवाद सर। नमस्कार सम्पूर्णमा, गुड मर्निङ। सन्चै हुनुहुन्छ? खोइ आवाज आएन। अनि हजुरहरूले यति दिन तालिम गर्नुभयो, कस्तो भयो होला? हाम्रो सर पनि हुनुहुन्छ, हाम्रो सरलाई सानो मिठो होइन सानो भनिदिनु होला। हाम्रो विद्यार्थी भाइ बहिनीहरूले अस्तिदेखिको ट्रेनिङ लिनु भएको छ, कस्तो भयो होला, कस्तो उपलब्धि गराउनु भयो होला उहाँहरूले? सम्पूर्णलाई म चाहिँ सनसाइन स्कुल अफ टुरिज्म होटल म्यानेजमेन्टको प्रिन्सिपलको हैसियतले सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु आजको यस सानो छोटो मिठो कार्यक्रममा। र म आशा राख्दैछु विशेष गरी म जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्षज्यू शेषबहादुर गुरुजीलाई विशेष धन्यवाद दिन चाहन्छु, किन उहाँले र उहाँको टिमले हाम्रो सनसाइन कलेजलाई विश्वास र माया गरेर यहाँ हाम्रो बारिस्ता तालिम सञ्चालन गर्नको लागि हामीलाई मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्यारा भाइ विद्यार्थी भाइ बहिनीहरूले पनि हाम्रो यो 25 दिनको बारिस्ता तालिममा आएर उहाँहरूले जुन बारिस्ता तालिम लिनुभएछ यसमा मेरो विश्वास र हाम्रो प्रशिक्षक जो अजय तामाङ हुनुहुन्छ उहाँले सिकाएको कुराहरू अवश्य नै उहाँहरूले केही कुरा उपलब्धिमूलक भयो भन्ने आशा राख्दै यति नै म भनाइछु। धन्यवाद सर। हाम्रो अध्यक्षज्यू पनि हुनुहुन्छ। नमस्कार अध्यक्षज्यू। सानो मिठो हजुरले पनि हाम्रो विद्यार्थीको भाइ बहिनीको विषयमा केही जानकारी गराइदिनुहुन्छ कि उहाँलाई? आज हाम्रो जिल्ला होटल तथा पर्यटन व्यवसाय संस्थानले नेपाल पर्यटन बोर्डको सहयोग युएनडिबी को उसमा सहयोगमा आज हाम्रो जुन 25 दिने जुन बारिस्टा तालिम थियो आज सनसाइन